ल हैन के गर्दै हुनुहुन्छ काका? ए कान्छा नमस्ते। नमस्ते नमस्ते कान्छा। ए ल हुन्छ हुन्छ काका। कहाँबाट आयो है कान्छा? बसौँ। होइन काका म त तपाईँसँग सानो गफ गर्नु पर्यो भनेर भएको। त कान्छा यसो अब खानासाना खाइयो त्यसपछि यसो बसिरहेको नि कान्छा। नेपालमा त केही काम भएन, म त विदेशतिर जानु पर्यो भनेर काकासँग सल्लाह गर्नु आएको नि काका। अब विदेशतिरको कुरा चाहिँ यस्तो है कान्छा, अब विदेशमा गएर नि हेर अब सजिलो छैन हेर बाबु। अब हाम्रै देशमा बसेर पनि कतिले गरेको छन्। हामी चाहिँ विशेष गरी हजुर लाज मानेर बिग्रेको हेर। लाज नमानिकन काम गर्ने हो भने विदेश जानु पर्दैन नि बाबु। हेर त चाहिँ इन्डियातिरको मान्छेहरू काकाका मान्छेहरू यहाँ कबड्डी टिपेर बोतल टिपेर हरेक फालेको कबड्डी फालेको किताब अनेक टिपेर महिनामा 50,000 लगेर जान्छन्। हाम्रो देशका मान्छेहरू लाज मान्छन्। त्यही भएर नभएको कान्छ काम। त्यही भएर पैसा हुन्छ काका हो। तपाईँले विदेशमा भयो गयो सजिलो छैन है कान्छ। अब गाह्रो छ। लाज नमानिकन बरु आफ्नै देशमा भाषा जान्नु पर्यो, गर्नु काम पर्दैन जान्नु काका। पर्यो। अर्काको देश विदेश गएर नि अब त्यहाँको रहन सहन बुझ्नु पर्यो। अब जाने त्यही भएर सबैले राम्रो काम पाउने काका भन्ने पनि छैन नि भाइ। गाउँ छोडेर गाह्रो छ बाबु। कि जस्तो लाग्यो काका। सकेसम्म आफ्नै देशमा गर काम। लाज नमाना काम जति हुन्छ पनि हुन्छ हुन्छ काका भाइ। हुन्छ।